यता देखाउनु न पोज दिन्छौँ नि यो बनेपा टेलिकम चोक अगाडि चाहिँ यो टिपरले एउटा स्कुटरमा सवार यात्रुलाई चाहिँ ठक्कर दिएको छ। यात्रुको अवस्था चाहिँ चिन्ताजनक छ भन्ने खबर छ। तपाईहरु देख्न सक्नुहुन्छ यो बनेपाको टेलिकम चोक सँगै चाहिँ यो टिपरले ठक्कर दिएर स्कुटर चालक चाहिँ गम्भीर घाइते भएको। यो बनेपा टेलिकम चोक अगाडि चाहिँ यो टिपरले एउटा स्कुटरमा सवार यात्रुलाई चाहिँ ठक्कर दिएको छ। यात्रुको अवस्था चाहिँ चिन्ताजनक छ भन्ने खबर छ। तपाईहरु देख्न सक्नुहुन्छ यो बनेपाको टेलिकम चोक सँगै चाहिँ यो टिपरले ठक्कर दिएर स्कुटर चालक चाहिँ गम्भीर घाइते भएको।